गुड आफ्टरनुन गाइस। त्यस्तो फाइनली होइन आज चाहिँ तपाईँहरूको अस्ति आएको थिएँ म होइन। मैले ब्लगमा भनेको पनि थिएँ मेरो 10-12 दिन ब्लग स्टप हुन्छ होइन। अब आज चाहिँ फेरि म ब्याक गर्दैछु होइन, कलकत्तादेखिको होइन। ब्याक गर्दाको अब जानुको कपडाहरू फटाफट प्याकिङ गरेको रुममा छु, फटाफट प्याकिङ गर्दैछु। ब्लगहरू हेरिबस्नु। आज चाहिँ जानुको ब्लगिङ कस्तो लाग्छ तपाईँहरूलाई होइन। फाइनली गाइस म चाहिँ फटाफट लुगाहरू मिलाउँछु होइन। लुगाहरू मिलाउनुको पछाडि चाहिँ म अब रुमबाट निस्किन्छु। म अब रुमबाट निस्किनु पछाडि चाहिँ हाम्रो यहाँ कलकत्ता कल्याणी आर्म्सको अगाडिपट्टि अलिकति रोडको ब्लग गरिदिन्छु होइन। त्यहाँबाट फेरि टिसनसम्म गएको ब्लगिङ चाहिँ म फाइनली गाइस म चाहिँ रेडी भएँ होइन। अब गाइस म चाहिँ रुमबाट निस्केको। अब भाइको त्यहाँनिर जान्छु होइन गाइस। भाइको त्यहाँनिर जानुको पछाडि चाहिँ बाँकी ब्लगहरू म तपाईँहरूलाई देखाइदिन्छु। ब्लगमा गरिरहनु यो चाहिँ कलकत्ताको गाइस आर्म्स हस्पिटलको गेट। त भित्र त ब्लगिङ गर्नु दिँदैन, त्यसैले म भित्र ब्लगिङ गर्दिनँ, बाहिरै ब्लगिङ गरेर देखाइदिन्छु तपाईँहरूलाई होइन। रोडहरू हेर्नु सक्नुहुन्छ। अब भित्र क्यामेरा एलाउ छैन त्यसैले म भित्र ब्लगिङ गर्दिनँ, तपाईँहरूलाई बाहिरको ब्लगिङ देखाइदिन्छु गेटको। फाइनली म चाहिँ कलकत्ता स्यालदा आइपुगेँ होइन। त्यो स्यालदाको रेलवे स्टेसनको अगाडिको ब्लग अलिकति ब्लग गरिदिन्छु। तपाईँहरूलाई कस्तो लाग्छ नजरहरू हेरेर मलाई लाइक कमेन्ट शेयर सब्सक्राइब गर्नु गरिदिनुलाई धेरै फलो भने शेयर सब्सक्राइब लाइक पनि गर्नु। ब्लग